हेलो गाइस, नमस्ते सबैजनालाई। सन्चै हुनुहुन्छ होला? म एकदम सन्चै छु। अनि यहाँहरूलाई मेरो रिम सराई च्यानलमा स्वागत छ। अनि आज चाहिँ म मुरङको यो पत्री सिमसार हो कि खै के हो थाहा छैन। यहाँ हामी चाहिँ घुम्न आएको छौँ। अनि यता चाहिँ यस्तो आएको छ। अनि हामी चाहिँ यहाँ यता पोखरी पनि छ अरे, थाहा छैन। अनि हेर्नुहोस् त गाइस, यो हेर्नुहोस् त, यहाँ रुखमाथि यस्तो यस्तो बस्ने ठाउँ पनि रहेछ। यहाँ रुखमाथि बस्ने ठाउँहरू रहेछ। म पुरा यता पुरा पनि रहेछ। अनि तर यहाँ खासै मान्छे चाहिँ नहुँदो रहेछ। सो यस्तो रहेछ। तिमीलाई पुरा देखाउनेछु है त। सो यताबाट पनि यस्तो रहेछ। कस्तो दामी क्या, दामी रहेछ। सो फर्स्ट टाइम हो अन्त यहाँ यता पोखरी पनि छ भन्दै हुनुहुन्थ्यो। सो गाइस यस्तो रहेछ। यहाँ त काठकै रहेछ नि त बस्ने ठाउँ पनि, बस्ने ठाउँहरू। सो यहाँ चाहिँ फर्स्ट टाइम हो। यता पनि देख्नु, हेर्नुहोस् त गाइस, यता पनि यस्तो रहेछ हो। दामी रहेछ क्या, कस्तो। हेर्नुहोस् त गाइस, यता मैले देखिसकेँ। यता पनि यो रुखमाथि यस्तो रहेछ क्या। अनि यता फेरि यता पर पनि रुखैमा हो। घर जस्तो छ, तर के हो थाहा छैन। बाख्रै हल्लिँदैछ कि क्या हो, मलाई त डर पो लाग्यो। यता पर पनि त्यस्तो रहेछ। सो अनि यसको माथि पनि यस्तो रहेछ क्या। यस्तो ठाउँ त मैले देखेकै थिइनँ त। रुखमाथि कस्तो मजाले क्या बनाएको यो। हेर्नुहोस् त गाइस, यहाँ त नि यो रुखमुनि छेडेर बनाउनु भएको रहेछ नि, कस्तो मजाले। सो अनि यस्तो यो बाफ्रे त चिलाउनेको रुख पो रहेछ त हौ गाइस। चिलाउनेको रुख यस्तो मेरो घरतिर घारी छ नि त। म पनि अब घरमा गएर यस्तै चिलाउनेको रुखमा बनाउनु पर्यो हौ यस्तो। सो गाइस, अनि यता सिमसार त के भन्छ, पोखरी पनि यतानिर कता छ अरे। सो हामी अब पोखरीतिर पनि जान्छु म अब। अनि यहाँ चाहिँ नानीहरूको खेल्ने ठाउँ रहेछ। तर यहाँ मान्छेहरू खासै नहुँदै रहेछ क्या, मान्छेहरू नहुँदै रहेछ। सो चिलाउनेको रुखमा यस्तरी बस्ने ठाउँ कस्तो दामी क्या। म पनि अब घरमा गएर बनाउँछु होला हौ यस्तो। मेरो पनि यस्तो घर त चिलाउनेको रुख त घारी छ नि त। तर बाफ्रै या त सुकेको रहेछ। सुकेको झऱ्यो भने फेरि ड्याम्मै लाग्छ। यताबाट अझै बनाउँदै हुनुहुँदो रहेछ। त्यस्तो रहेछ। सो अनि यो के भन्छ, यस्तो क्या, कस्तो दामी रहेछ हो ठाउँ त। तर रै पनि मान्छेहरू चाहिँ खासै नहुँदो रहेछ। राम्रो ठिकै रहेछ। अनि मैले चाहिँ फोटो पनि खिचिसकेँ। यहाँ दाइ हुनुहुँदो रहेछ। अनि दाइलाई मैले फोटो खिच्न आएको छु। फोटो पनि खिचेँ। अनि अब यहाँदेखि हामी चाहिँ यस्तो रहेछ। सो यो ठाउँ चाहिँ राम्रो रहेछ हजुरहरू पनि भ्रमण गर्न आउनुलाई, घुम्नलाई। अनि यो चाहिँ मुरङको पत्री सिमसार खै के हो थाहा छैन। सो अनि यहाँ राम्रो छ बनाएको छ भनेर चाहिँ मैले पनि सुनेको थिएँ। तर कस्तो हल्लिँदो रहेछ, मलाई त कस्तो डर पो लाग्यो। अनि यस्तो रहेछ। झर्ने ठाउँ पनि यस्तो रहेछ। सो अनि मेरो उनीहरू कस्तो देखिरहेछ जानु। यहाँ पर हेर्नुहोस् त गाइस, यहाँ यो पनि चिलाउनेकै रुखमा रहेछ। सो अनि यहाँ पर पनि के कस्तो छ भन्ने म हजुरहरूलाई देखाउँछु। र मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है। यस्तो जग्गा क्या दामी, कस्तो राम्रो। त्यस्तो रहेछ नि।
यहाँ त केही रहेनछ, यहाँ त नपस्ने हो। देखाउँछु हजुरलाई पसेर। गाइस ट्री हाउस पनि पस्यो। यहाँ त ढोका रहेछ बाबु। यो चाहिँ रहेको छ मोरङको के भन्छ पत्रीको एकदम सङ्गले सिमसारको ट्री हाउस। यता ढोका पनि रहेछ ट्री हाउस रे। ट्री हाउस अरे खरिदमाथि घर क्या दामी रहेछ र। हेर्नु न यहाँ त सुनको मूर्ति रहेछ, चोरेर लैजाउँ कि क्या हो। गाई कस्तो दामी सुन क्या पहेँलो, म चोरेर लैजाउँ कि क्या हो। दामी रहेछ। ट्री हाउस यो पल्लो चाहिँ के हो, पल्लो चाहिँ के हाउस हो, यसलाई चाहिँ के भन्ने हो। अब म पोखरीतर्फ लाग्नेछु। सुनको मूर्ति रहेछ, कस्तो दामी जग्गा। पोखरीतर्फ लाग्दैछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। यस्तो यहाँको ढोका चाहिँ रहेछ यस्तो। अब चाहिँ म पोखरीतर्फ लाग्दैछु। सो गाइस मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियो मन परे लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला भन्दै यहाँ चाहिँ यस्तो रहेको छ। यताबाट यो पोखरी जाने बाटो रे। अनि जङ्गल रहेछ हौ है। म त कति कालो देखेको हो छ। पोखरी त टाढै छ कि क्या हो। हाम्रो पनि यस्तो दिन आउला नि। के गर्नु अब त सिङ्गल पर्यो। कोही डबल हुने मन छ भने आउँ है। यता सिङ्गल यो चाहिँ पोखरी रहेको रहेछ। यही हो पोखरी भनेको हो। यता चाहिँ बस्ने ठाउँ रहेछ, खाने बस्ने ठाउँहरू यस्तो रहेको छ। पोखरी भनेर त पोखरी त यस्तो हो कि क्या हो। पोखरी भनेर आएको त सुकाइ छ। पोखरी रहेको छ यस्तो। के हो पोखरी। पोखरी त यत्रो सानो रहेछ। पोखरी त यस्तो रहेछ सानो। पोखरी छानेर आएको त यस्तो रहेछ। तपाईँहरू पनि रहेछ पोखरी। देखाउँछु हजुरलाई। तपाईँको पोखरी त एकदम सानो रहेछ क्या। पोखरी भनेर त यस्तो रहेछ त पोखरी त। यो पोखरी गाई चाहिँ यता चाहिँ गाना बजाइराख्नु भएको छ। अनि हामी चाहिँ पोखरी हेर्न आएको। लास्टमा त पोखरी त यस्तो रहेको छ। अनि हामी त ट्री हाउसतिर चाहिँ फोटोसोटो खिचेर आयौँ। अनि पोखरी यताबाट पोखरी छ भनेर चाहिँ हेर्नलाई आएको। सो गाई पोखरी रहेको छ यस्तो। अनि त्यही फोहोर क्या यो पोखरी भन्दा पनि यो पानी जमेको हो क्या। यो फोहोर पानी हो। पोखरी भनेर चाहिँ कत्रो पोखरी हेर्नलाई गएको। लास्टमा त पोखरी रहेको छ यस्तो। अनि हेर्नुहोस् त गाइस। सो गाइस अब चाहिँ हामी घरतर्फ लाग्दैछु है। पोखरी भनेर कत्रो ठुलो पोखरी होला भनेर आएको त पोखरी रहेछ। त्यही भएर अब हामीले घरतर्फ लागेको। बरु यता राम्रो रहेछ हौ फोटोसोटो खिच्ने ठाउँ। सो अहिले त कस्तो त मलाई मनै परेन। के को मूर्ति हो। भिडियो चाहिँ यति नै भन्दै ओके बाई सबैजनालाई।